마치 천하가 썩어 있었잖아. 나이도 배터리 작걸라이 어라우고 구신데 미타고 찬대바이 마고 빠이 커라고 따장루마 고티 거티 우스타이 스나거냐 어커라자 차바이바이 라푼 빠야디바이 Jago sora kon kopja Chandra ko bhani Sama khapra koda pinapalos Nei purani koni बाबा हजुरले के भन्नुभएको यो आदिकवि भानुभक्त आचार्यले लेख्नुभएको वरिष्ठ बाबु यसमा के छ त बाबा हजुरले पढेको त फेरि बुझ्दिन यसमा घरका छोरी बुहारीहरूलाई व्यावहारिक शिक्षा सिकाइएको छ घरको सबैजनाको हेरचाह मान सम्मान र संस्कारको कुरा सिकाइएको छ बाबा यस्ता कुराहरू सबैजनाले सिक्नुपर्छ होइन अनि छोरी मान्छेहरूलाई मात्रै किन सिकाएको त हो बाबु सबैले सिक्नुपर्छ तर यो कविता करिब 164 वर्ष अगाडि लेखिएको हो त्यसैले यसमा त्यो बेलाको समाजमा हुँदोरहेका कुराहरू लेखिएका छन् त्यो बेलाको समाज कस्तो थियो बाबा त्यो बेलाको समाजमा छोरी मान्छेहरू कसैसित गएर बाहिर निस्कन र पढ्न लेख्न हुँदैन भन्ने चलन थियो बरु घरको सबैजनाको हेरचाह मान सम्मान र घरको धन्दा मात्र गरेर बस्नुपर्छ ए हो र बाबा कस्तो नराम्रो चलन रहेछ है हो बाबु त्यतिखेरको चलनहरू त्यस्तै विभेदकारी थियो जात र धर्म र वरपरि मान्छेले पिक गर्थे बाबा त्यस्तो चलनहरू अहिले पनि छ अहिले पनि कति ठाउँमा त्यस्ता चलनहरू देखिन्छ तर पहिलाभन्दा धेरै कम भइसकेका छन् अहिले पनि छ हो अहिले पनि कतिपय ठाउँमा त्यस्ता चलनहरू देखिन्छ बाबा तपाईँले त हाम्रो संस्कार र चालचलनहरूलाई जोगाएर राख्नुपर्छ भन्नुभयो भनेर सबै समयका सबै चालचलन राम्रा हुन्छन् भनेको थिएन नि बाबु त्यसैले राम्रा राम्रा चलनलाई अगाल्ने र नराम्रा चलनलाई बिस्तारै छोड्दै जानुपर्छ त्यस्तो चाहिँ किन गरेको फेरि त्यसरी नगरेको हुन्छ र फेरि मान्छेको सोच र जीवनशैली पनि त फेरिनु पर्यो हो नि यसरी परिवर्तन नभए त कति आमा र छोरीहरूको अगाडि पढ्नुपर्ने हुन्छ सतीकाका आमा सती भनेको के हो पहिला श्रीमानको मृत्यु भएपछि श्रीमतीलाई पनि जिउने चलन गरेको बाबु ए हो र आमा कस्तो नराम्रो चलन रहेछ है त्यो बेला गरेको मन गरेन है त्यस्तो चलन त्यसैले त चेतनाको विकास हुनु जरुरी छ हामीमा समयसँग परिवर्तन हुनु जरुरी छ कुनै बाहेक हाम्रो संस्कार र परम्पराहरू अत्यन्त राम्रो पनि त छन् नि लक्ष्मी यो पनि शिक्षा पढ्दा खेलिरहेको छ के कुरा हो र यस्तो भन्नुहोस् न हामी पनि सुनिहाल यदि अहिले भानुभक्त जीवित भएका भए यो कवि शिक्षाको सरकार कुन कविता लेख्नु के सोचेको हुन्छ साथी के लेख्नु होला म त्यस्तै सोचिरहेको छु के लेख्ने कस्तो लाग्छ तपाईँलाई लेख्न नि आजका छोरीहरूलाई अगाडि बढेर आउने कुराहरू सक्दोसम्म प्रयास गर्थे र गर्दै संस्कार बदल्ने सम्भव हुन्छ लक्ष्मी के सोच्छ भानुभक्तले बाँचिरहेका भए कस्तो कवि शिक्षा लेख्ने भनेर सोचेको नि के लेख्थ्यो होला त मेरो विचारमा त यस्तो पो लेख्ने जस्तो लाग्छ कस्तो आमा सुनाउनुहोस् न ल सुनाइ त छोरी गुण घर कि लक्ष्मी छोरी सात सरस्वती बन्नु दुर्गा तथा चण्डी दासी जे बन्द चौकती सेवा सत्कर्मको गर्नु कर्म मिलिजुली नमर्नु तर अर्काकै लागि आफ्ना खुसी बुझी खुल्नु रमाउनु छोरी सपना बनाउनुमा नभुल्नु कहिले आफ्नो मनमाया शासना डराई घरमा मात्रै बसेर पनि हुन्छ अन्तरिक्ष पुगे छोरी चन्द्रमा पुगिसके अन्तरिक्ष पुगे छोरी कति राम्रो ओहो आदि कवि हाम्रो घरमा बाबा उहाँ को हुनुहुन्छ
प्राणी भट्टाचार्य किताबहरू पढ्नेको बदलु नमस्कार गर्नुहुन्थ्यो। आहा आज हाम्रो आज पवित्र भएर कविज्यू लक्ष्मी जहाँ भाषा र साहित्यले माया गरेछ, जहाँ मान्छेले मान्छेलाई सम्मान गर्छ, त्यहाँ म अवश्य पुग्नेछु। कविज्यू त्यसबाट हजुरले छोरी मान्छेहरूलाई सम्मान गरेर किन कविता लेख्नु भएको त? त्यस्तो होइन बाबु, त्यतिखेरको चलन त्यस्तै थियो। मैले त्यस्तै सिकेँ, मैले त्यस्तै बुझेँ। अहिलेको समय त फेरिसकेको छ, मेरो सोच पनि फेरिसकेको छ। अहिले त म नारीहरूलाई पुरुषसँग नै सम्मान गर्छु नि। अति राम्रो कुरा। त्यसैले त भनिन्छ नि, यत्र नारी सुपुत्रियते रमन्ति तत्रत्यवता। अर्थात् जहाँ नारीहरूको पूजा गरिन्छ, नारीहरूको सम्मान गरिन्छ, त्यहाँ भगवान पनि खुसी हुन्छ। प्रश्न थियो नाटक आधुनिक शिक्षा। नाटकका पात्रहरू हुनुहुन्थ्यो हरिरामको भूमिकामा अभ्युदय पौडेल, लक्ष्मीको भूमिकामा अङ्गना पौडेल, रविको भूमिकामा संस्कार धडेल र भानुभक्तको भूमिकामा इमान बस्नेत। हजुरहरूलाई हाम्रो नाटक कस्तो लाग्यो?